भाई लोग देख सकते हो हमारे लिए यहाँ अन्याय हो रहा है। हमको ऐसा करके बैठने पड़ेगा हमको। इंडिया में इंडियन आर्मी ने आपका आईडी कार्ड देखा लिए भनेर बोलिरहेछ। मैले चाहिँ मेरो एटीएम कार्ड देखाइदिएको। ल ठिक छ जानुहोस् भन्थ्यो। एटीएम कार्ड र आईडी कार्ड थाहा नपाउने के कस्तो भारतीय प्रहरी हो यो? त्यो प्रहरी पनि हैन आर्मी पनि हैन। के हो आर्मी हैन? के हो को त त्यो? सीमा सुरक्षा बल भन्ने हो। यिनीहरु काम गर्ने सीमा सुरक्षा बल मार्छ। कस्तो सीमा सुरक्षा बल हुन् तिनीहरु? एटीएम कार्ड नचिन्ने अनि त्यो आईडी कार्ड नचिन्ने। अब हामी नेपालमा प्रवेश गर्दैछौँ। यो चाहिँ हामी यो नेपाल हो। यो चाहिँ इन्डियाको गेट हो। यो चाहिँ इन्डियाको गेट हो हैन? अहिले चाहिँ म इन्डियामा छु। अब केही मिनेटभित्रै म नेपालमा प्रवेश गर्दैछु। अब देख्न सक्नुहुन्छ यो इन्डियालाई पनि छोडिसक्यौँ हामीले। यो इन्डिया पनि छोडेर देख्न सक्नुहुन्छ नेपालको गेट। अहिले चाहिँ म 10 गजा हुने ठाउँमा छु। यहाँ चाहिँ कसैकोमा पर्दैन। उता देख्न सक्नुहुन्छ पिलर। त्योदेखि उता नेपाल, योदेखि यता भारत। नेपाल में एंट्री कर सके हम लोग।